मुजफ्फरपुरको बारेमा फेरि पनि बोल्न मन लाग्यो मलाई। एकदमै आफू फसेको कारणले गर्दाखेरि मेरो 12-13 हजार डुब्यो होइन। भुइँमा सुताउँछन् जानु बित्तिकै, अनि राम्रो कम्पनी भनेर बोलाएको अनि भुइँमा सुत्नुपर्छ भने अनि पैसा कमाउन आएको कि भुइँमा सोफा सेटमा सुत्न आएको, गद्दीमा सुत्न आएको भनेर भन्छन्, बोल्न दिँदैनन्। अनि चुप लाएर भुइँमा सुत्यो। 7 दिनसम्म भुइँमा सुतेर ट्रेनिङ गऱ्यो। मेरो त ढाड दुख्ने मान्छे, त्यो चिसोमा सुत्दाखेरि अझै ढाड दुखेर उठ्न नसक्ने भएँ। अनि तालिम जाँदाखेरि नि अब त्यहाँको बिहान एकदम काँसो लागेर अनि एकदमै खोक्दै गयो। अनि हलभित्र पस्यो। हलभित्र पसिसकेपछि एकदमै सेमिनारहरू दिन्छन्। हप्तामा एक हप्तामा 3वटा सेमिनार हुन्छ। अनि 4 दिन चाहिँ 3 दिन फेरि क्लास हुन्छ, 1 दिन छुट्टी हुन्छ। 7 दिनमा सन्डेको छुट्टी हुन्छ है। अनि 7 दिनसम्म सुरुको दिनदेखिबाट 4-5 जना पछि जसले बोलाएको त्यो मान्छे चुप लाएर बसेको हुन्छ। त्यसलाई चाहिँ केही काम गर्नु पर्दैन होइन। त्यसले केही पनि भन्दैन, यो फ्रड हो कि के हो भन्ने चाहिँ आफूलाई चाहिँ त्यो ढिलो नलागोस् भनेर आफू जोगिनको लागि चुप लाएर बस्छ। अनि त्यहाँ थुप्रै मान्छे हुन्छन्, तिनीहरूलाई लगाएको हुन्छ। त्योसँग यो नयाँ उस्तो मान्छे, एउटा मान्छे उहाँ जाँदाखेरि नि खटाइदिन्छ, हातमा छोपेर लान्छ उहाँसम्म। अनि सर सिक्नुहोस् भन्ने अघिपछि 7 दिनसम्म अघिपछि लाएर हिँडाल्छ। अनि 7 दिनसम्म त्यहाँ एकदमै पछि लाएर उ गर्छन्। अनि अब सुरुको दिनमै अब नोकरी ठिक होइन, बिजनेस के अरे जागिर ठिक होइन भनेर त्यही क्लास दिन्छ। अनि बिजनेस गर्नुपर्छ भने सुरुको दिनदेखिबाट यो बिजनेसहरू कहिलेबाट सुरु भयो, कस्तो सुरु भयो भनेर त्यसरी सिकाउँछन्। अनि लास्ट 5 दिनसम्म लगभग बिजनेस गर्नुपर्छ भन्ने मनस्थिति बनाइसकेका हुन्छन् उनीहरूले। तर के बिजनेस गर्ने, कसको बिजनेस गर्ने, कसरी बिजनेस गर्ने भन्ने कुरा थाहा हुँदैन। अनि 6औँ दिनमा चाहिँ त्यो बिजनेस गर्नको लागि पैसा हाल्नुपर्छ भन्ने कुरा थाहा लाग्छ त्यहाँसम्म। अनि त्यो 6औँ दिनमा चाहिँ 20%, 25% र 41% भनेर त्यहाँ सिकाउँछन्। 20% भनेको 7,000 आइसी हाल्ने, 25% भनेको 35,000 आइसी हाल्ने र 41% भनेको 1,05,000 आइसी हाल्ने। अनि त्यसमध्येमा फेरि 7,000 हाल्नेले या स्टक पाउँछ या दुईटामा एउटा पाउँदो रहेछ। 7,000 आइसी हालेर एउटा कमिज र एउटा प्यान्ट मात्र मिल्छ। त्यो कमिज र प्यान्टको त्यो बजार मूल्य हेर्ने हो भने एउटा कमिजको म्याक्सिमम लगाइदिए पनि 1000 रुपियाँ भन्दा बढी हुँदैन। त्यो क्वालिटीको कमिज 1000 भन्दा बढी हुँदैन भन्छु है म। तर मैले सोधेको छैन। तर बेच्ने हेर्ने हो भने पनि त्यो कसैले 1000 रुपियाँमा पनि किन्दैन। अनि अब त्यो आफूले लाउने हो। अनि त्योलाई 7,000 हाल्यो। यदि 7,000 हालिएन भने मलाई लाइसेन्स चाहिन्छ भन्ने भने फेरि त्यो लाइसेन्सको नम्बर यतिको सानो कागजमा त्यो कम्प्युटरमा हुन्छ। त्यो भइसकेपछि त्यसको काम के हो भनेपछि आफू मुनि चाहिँ डाउनलाइनमा कति मान्छे हाल्यो त्योबाट देखिने कुरा हो। तर आफूले त्यो पनि गरेन, अब देख्न पाउने पनि भएन। त्यो एकदम सिक्रेट हुन्छ। त्यो आफूले पैसा 2 लाख डुबाएपछि मात्र तिनी कुराहरूको अलिकति अथोरिटी पाइन्छ, त्यो हो होइन। अनि त्यसरी चाहिँ सामानहरू उनी अनि 35,000 हाल्यो भने अब कति दिने हो थाहा छैन। त्यो त अब आफूले 35,000 हाल्नु पऱ्यो। मैले त हालेन, अनि त्यो पनि थाहा भएन। कपडा भन्दा पनि त्यो ट्रेनिङको मात्र भ्यालु भयो। कपडा त अब एउटा मान्छेले दिने हो। दिने बेलामा चाहिँ मलाई कपडा चाहियो भन्यो भने जसले बोलाएको छ त्यसैलाई लिएर जाने हो त्यहाँ कपडा पाउने ठाउँमा। अनि त्यहाँ चाहिँ कपडा उसले भित्रबाट सानो पाल हुन्छ। अनि के चाहियो भनेर सोध्छ। अब धेरै छ भने के चाहियो भन्छ। अब थोरै भयो त 7,000 हालेको भयो त त्यही एउटा कम्पेन्स र एउटा प्यान्ट मात्र दिँदो रहेछ, सिद्धियो। अनि त्यो हिसाब गर्ने भने एउटालाई 4,000 पर्यो, एउटालाई 3,000 पर्यो। 7,000मा त्यही टुङ्गिहाल्यो। 4,000को कमी, 3,000को कमी, 4,000को प्यान्ट सम्झिनुहोस्। अब त्यसको मूल्य अब हामीले 4-5 हजार आइसीमा कस्तो खालको ज्याकेटहरू पाइन्छ, कस्तो खालको कपडाहरू बाहिर छानिन्छ, अनि रोजी किन्न पाइन्छ। तर चाहिँ त्यहाँ ठ्याक्क लिएर त्यो दुलोबाट निकालेर फालिन्छ। अनि चुपचाप निक्लेर आउने हो। अनि त्यो अफलाइनले भन्छ, अब त्यो पनि त्यही साथमै हुन्छ, तपाईँलाई लाइसेन्स पनि मिल्छ, राम्रोसित काम गर्नुहोस् भनेर फकाउने हो। अनि चाहिँ म यो काम गर्न सक्दिनँ भन्यो तिनीहरूको नेगेटिभ कुरा गऱ्यो भने तपाईँ घर जानुहोस् भनिहाल्छ।
अनि घर जानुहोस् भन्छ, तपाईँले व्यापार गर्न सक्नुहुन्न, तपाईँले व्यापार गर्नुभयो भने फाइदा हुन्छ, साथी बोलाउनु भयो भने व्यापार हुन्छ, तिनी कुराहरू सम्झाउँछ तिनीहरूले। अनि आफू नेगेटिभ बन्न थाल्यो भने बस तिनीहरूले अब अरू त्यो बोल्दैन, लगेको त्योसँग बोल्दैन, अरू मान्छेहरू लगाइदिन्छ। अनि अफिसका त्यहाँ त्यत्रो मान्छे हुन्छन्, 3-4 हजारजना मान्छे हुन्छन्। अनि एउटा अलिक कडक खालको मान्छेलाई टेबलमा 1-2 घन्टासम्म त्यहाँ बसालेर त्यत्रो मान्छे पठाइदिन्छ, तपाईँ यहीँ बस्नुहोस् है भन्छ। अनि त्यहाँ बस्यो, अनि अर्को मान्छे कोनको मान्छे आउँछ, अनि नचिनेको मान्छे ठेगाना सब सोध्छ, बताउँछ। अनि त्यसले पनि त्यही कुरा, ल तपाईँ राम्रो ठाउँमा आउनु भएको छ, राम्रो कम्पनीमा आउनु भएको छ, तपाईँले काम गर्नुहोस्, फाइदा तपाईँलाई नै हो भनेर त्यसले फेरि दिमाग खाइरहेको हुन्छ। अनि त्यही भनिरहेको हुन्छ, त्यही भनिरहेको अझ सबैले मान्छेले त्यही भनिराख्दाखेरि के हुन्छ भने हो कि जस्तो पनि लाग्छ। तर बाटोमा आफू एक्लै आइन्छ, अनि एक्लै आइसकेपछि बल्ल थाहा लाग्छ कि अब यो हुनेवाला केही छैन भन्ने लाग्छ। किनभने 4जना आफू त फस्यो, फेरि 4जनाले त्यहाँ फसाउनु पर्यो, अनि गाह्रो हुन्छ। गाह्रो भइसकेपछि यो गरम कि नगरम भन्ने भन्छ। अनि त्यहाँ भित्र बस्नेसम्म उनीहरूको अब सबैको कुरा सुन्दाखेरि अब सबै त यस्तै होला नि, विश्वासले त गरे होला नि भन्ने जस्तो लाग्छ। आफू पनि त्यस्तै हुन खोजिन्छ, तर वास्तवमा होइन। त्यहाँ भनेको थर्ड क्वालिटीको कपडालाई त्यही सेमिनारहरूको त्यो मान्छेहरूको देख्दाखेरि, तिनीहरूको ड्रेसिङ यताउति देख्दाखेरि चाहिँ यो साँच्चै नै हो कि जस्तो लाग्छ। अनि चाहिँ 1000को त्यो कमिजलाई हामीले 5000मा किन्न, 4000मा किन्न चाहिँ त्यो हुन्छन् त्यहाँ, होइन? त्यो मूल्य नै छैन, त्यति थर्ड क्लासको कपडाको मूल्य नै छैन त्यहाँ। सबै त्यो धेरै लिने भनेको तिनीहरूको बोली, तिनीहरूको यो विश्वासमा कपडा किन्ने होइन, चिजको मूल्य छैन त्यहाँ। तिनीहरूको बोली र तिनीहरूको चाहिँ विश्वासको मूल्य भयो क्या। तिनीहरूको विश्वास गर्नु नि त्यही मूल्य भयो, त्यस्तो छ त्यहाँको, होइन? अनि त्यसरी कपडा लियो, अनि तिनीहरूको विपरीत बोल्न थाल्यो भने एकदमै फेरि पछि लाग्छन्, अनि तपाईँको काम छैन, घर जानुहोस् भनेर सुरु गरिहाल्छन्। अनि चाहिँ या त मान्छे ल्याउनुहोस्, या त तपाईँ घर जानुहोस् भन्न थाल्छन्। अनि त्यो जाँदाखेरिको इन्ट्री फिस 10,000 पनि गयो। अनि त्यो 7,000मा आफूले पहिलो स्टकमा 20% पनि किन्ने छ भने त्यो पनि गयो। 17,000 रुपियाँ फकट्टीमा 1 हप्ताभित्र जान्छ त्यहाँ। अनि चाहिँ अब फेरि घर जानुहोस्, मान्छे ल्याउनुहोस्, साथी बनाएर ल्याउनुहोस्, अफर दिने हो, त्यहाँ अवसर दिने हो भन्छन्। अनि गाउँमा आयो, यहाँको कुरा लिक गर्न हुँदैन, यस्तो कम्पनीको चाहिँ टिएफ गर्न, टिएफ भन्ने भाषा हो त्यहाँ, प्रशंसा। अरू ठाउँमा प्रशंसा, प्रेज भन्ने हुन्छ नि, त्यहाँको भाषामा टिएफ भन्छ, टी अनि यसो ड्यास दिएर युपी, टिएफ भनेको प्रशंसा। कम्पनीलाई टिएफ गर्नुहोस् भनेर भन्छन्। अनि कम्पनीको बयान गरिदिने अरे, कुनै पनि चिज आफ्नो चिजको बयान गर्ने, बोल्नेको चामल पिठो बिग्छ, नबोल्नेको चावल बिग्दैन भन्ने कुराहरू त्यहाँ सिकाउँछन्। आफ्नो अनि कम्पनीको चाहिँ बयान गर्नुपर्छ, टिएफ गर्नुपर्छ भनेर सिकाइरहेको हुन्छ, नत्र भने हुँदैन भनेर त्यसरी सिकाइरहेको हुन्छ। अनि चाहिँ ज्ञानगुणका कुराहरू बेसरी सिकाउँछन् लुट्नको लागि। यस्तो ज्ञानगुण कुनै भगवान आएर पनि प्रकट भएर नि हामीलाई दिन्न कि जस्तो लाग्छ त्यहाँ सुन्नसम्म, होइन? तर वास्तवमा त्यसको मेन उद्देश्य भनेकै त्यो हामीले जति पनि पैसा डुबाइएको छ त्यहाँ दिएको छ, त्यहाँका मेन मान्छे नै पुराना मान्छेहरूको कति पर्सेन्टको हिसाबले माथि जसले धेरै मान्छे बनाएको छ त्यस्तैको झुटो बोलिकन सबैभन्दा अघिल्लो उपल्लो स्तरको मान्छेले सबैभन्दा धेरै भन्छ। मैले देखेको राजकुमार श्रेष्ठ भने लमजुङको मान्छेले 3 घन्टा 4 घन्टा जति बोलेको 1,10,000 रुपियाँ लिफाफाभित्र हालेर दिएको त्यहीँ देखियो। त्यस्तो चाहिँ त्यहाँ कमाउँदो रहेछन्। अब 3 घन्टाभित्र बोलेर त्यत्रो कमाउने भनेको त अरू अन्त कहीँ पनि हुँदैन। त्यो के हो, तल्लो मान्छेबाट डुबेको मान्छेबाट तिनीहरू माथि उठेका हुन्। अब फसाउँदै गए अब त्यो पैसा उठेको छ। अब त्यत्रो सामान के छ, सामान केही पनि छैन, बस तिनीहरूको बोली बिकेको छ, त्यहाँ अरू सामान केही पनि छैन। त्यसरी बोली बेचेको छन्। अनि बोल्न जान्नु पर्यो, त्यही हो सामान त। एउटा मान्छेले दिने छ, इन्डियन मान्छे थियो त्यहाँ मुजफ्फरपुरमा, एउटा इन्डियन मान्छे त्यो कपडाको उसमा बसेछ, एउटा कम्प्युटर राखेको छ, बस सामान दिने बेलामा त्यही नाम लेख्छ होला त्यहाँ। त्यो पनि हामीले हेर्न पाइने, सानसानो डुलो छ, उल्टो कपडा मात्र दिन्छ। बाँकी चाहिँ अफलाइन हुन्छ के अरे, अफलाइनले के गर्छ त्यहाँ
हामीले देखिन्न, भित्र जानै पाइन्न। त्यहाँ जाने भनेको त्यो अफलाइन जान्छ र पुरानो मान्छे मात्रै जान्छ। अनि त्यस्तो गर्छ। त्यसरी चाहिँ लुटपाट गर्ने काम गरिरहेको छ। अनि उनीहरूले चाहिँ जे भन्नु त्यही सुन्नु पर्यो। त्यहाँ मान्छे फसाउदै जानु पर्यो। 2 लाख रुपियाँ चाहिँ हाल्नै पर्ने गराउँछ त्यहाँ। अब त्यो 7,000 हाल्नेलाई केही पनि दिँदैन। त्यही एउटा कमेज एउटा पाँच भास सिद्धियो कुरा। एउटा हामीले सम्झिनु पर्ने कुरा, अब एउटा कमिजलाई 3,000 पर्यो, पाँचलाई 4,000 पर्यो, 7,000मा टुङ्गे यात्रा भनेर त्यसरी सम्झिनु पर्यो। बाँकी चाहिँ त्यो कमिज त्यो किन्यो भने त्यो 200 300-400मा पाइन्छ होला जस्तो लाग्छ मलाई, होइन। अब हामीले त्यसरी चाहिँ किन्नु पर्यो। अनि तिनी अब त्यत्रो महँगोमा कति गुणा महँगोमा पर्न गयो। अनि तिनी पैसा भनेको तिनी मान्छेलाई जो बोल्न सक्ने भएका छन् तिनी मान्छेले खाने हो। त्यहाँ सेमिनारमा बोल्छ, तिनीहरूको पनि रोल बाई पालो आउँदो रहेछ। अनि आज को बोल्ने, भोलि को बोल्ने भन्ने एउटा मन भन्ने थियो, मन थापा के भन्ने, त्यसले 80,000 रुपियाँ, त्यो 3,000 रुपियाँ। एउटा लेडिज बोलेकी थिइन् मगर्नी, तिनी बोलेको नि 80,000 जति पाउने रहेछन्। त्यसरी चाहिँ अब हामीले दिएका पैसाहरू उनीहरूको बोलीमा गइरहेको छ। उनीहरूले बस बोलिदिनु पर्यो, यो राम्रो हो, यो यस्तो हो, यो उस्तो हो भनेर त्यही कम्पनीको बयान गर्ने हो। तपाईँले गर्न सक्नुहुन्छ भनेर दिने तिनीहरूले। अनि के गर्न सक्ने भन्दाखेरि आखिरमा त आफै फस्दो रहेछ। त्यहाँ त आफू त फस्यो, त्यतिले पुगेन। अनि चाहिँ 4जना फसाउन सक्यो भने फेरि अब आफ्नो पैसा त्यहाँबाट उपर हुन्छ। अनि तिनीहरूले फेरि अरू आफ्नो पैसा उपर गर्न फेरि 4जना फसाउनु पर्यो। 4जना फसाउँदाखेरि 4 चौको 16जना पुग्छन्। अनि 16जनाले फेरि 4जना बेला 16 चौको 64जना एकैचोटि पुग्न जान्छ। अनि त्यसरी चाहिँ अब छिटो जो अझै त्यहाँ 1 महिनाभित्र 4 ल्याउनुहोस् भन्छ तिनीहरूले। अनि 1 महिनाभित्र 4जना खोज्दै जाने गर्दाखेरि त्यहाँबाट त्यसरी विकास हुने। त्यहाँ कम्पनीको चाहिँ त्यो प्रफिट। अनि चाहिँ थाइल्यान्ड टुर, गोवा टुर, मलेसिया टुर जाने, फ्रीमा खानाको व्यवस्था उहीँ हुन्छ। तपाईँ कहाँ घुम्ने हो, के गर्ने हो, बस त्यहाँ लुटेका छन् मान्छे, तलका मान्छे सबै लुटेका छन्, बस माथिलाई पुगिरहेको छ। अनि तिनी जाने हो। माथि पुगिसकेपछि अब को जाने भनेर म त्यहाँ जाँदाखेरि त्यही थाइल्यान्ड टुर जाँदैछु। मलाई 3 चोटि थाइल्यान्ड टुर जहाँ गइसकेँ म भन्ने। त्यहाँका चाहिँ भिडियो खिचेर ल्याउने रहेछन्। अनि खिचेको भिडियोहरू यस्तो हुन्छ हाम्रो कम्पनी मौज मस्ती भनेर। अब त्यो नयाँ मान्छेलाई, भर्खर लगेको मान्छेलाई के थाहा यिनी भित्र के प्रपञ्च भइरहेको छ, के कालो कर्तित भइरहेको छ, उसलाई के थाहा। उसले त त्यो देख्छ भिडियोमा, अनि अगाडि त स्टेजमा बोलेको देख्छ। अनि त्यत्रो मान्छे, 1000जना मान्छे त्यहाँ देख्छ, साँच्चै होला जस्तो लाग्छ। तर कसरी फस्ने भन्ने कुरा उनीहरूले सुरुमा बताएको पनि हुँदैन। उनीहरूले त सिधा पहिला नम्बर नोकरीकोमा लोभ लालच देखाएको हुन्छ, दोस्रो नम्बरमा ट्रेनिङ गर्ने हो भनेर 7,000 10,000देखि लिएर उनीहरूले 5,000 पनि ल्याउने रहेछ। अब कस्तो खालको मान्छे छ, कति लिएर आउन सक्छ। कोही चाहिँ पैसै नलिएर आउँदो रहेछन्। तिमी आऊ तालिम गर, पछि लिँदा पनि हुन्छ भन्दो रहेछन्। त्यस्तो पनि आएको पनि देख्यो। त्यसरी चाहिँ त्यहाँ चाहिँ गर्दाखेरि हामी नेपालको मान्छेहरू त्यत्रो 2 लाख रुपियाँ हुन्छ भने तपाईँले आफ्नो बिजनेस गर्नुहोस्, चाहे पसल खोल्नुहोस्, चाहे अरू कुनै सब्जी पसलको 2 लाखमा पसल खोल्न सकिन्छ, होइन। तर बेच्ने तरिकाहरू त्यहाँ सिकिन्छ है। त्यहाँ आफूले बोल्ने तरिकाहरू पनि सिकिन्छ, त्यहाँ सिकाउँछन्। यस्तो बिजनेस भनेको बोल्ने चिज हो, बोलेर नै बिक्ने चिज हो, होइन। दोकान राखेर थुप्पोको लाएर बसेर दोकान चल्दैन। त्यो 2 लाखको राख्नुहोस् या 10 लाखको राख्नुहोस् या दोकानमा बिक्ने भनेको, सामान बिक्ने भनेको बोलीले नै हो। त्यहाँ चाहिँ एक बाई एक अब त्यहाँ अब लाइन बाई लाइन। अब त्यहाँ जस्तो कि म बनेँ भने मैले 4जना बनाएँ, एउटा लाइन बन्यो। पिरामिड स्किम हुन्छ यो। अनि त्यो 4जनाले 16जना बनायो, 16जनाले 64जना बनाउँदाखेरि त्यो मान्छे बनाएको मान्छे कहाँ पुगिसकेको हुन्छ, कमाइ पनि भइसकेको हुन्छ। तर चाहिँ लास्टमा यस्तै गरेर छिटोभन्दा छिटो नेपालको जनसङ्ख्या भ्याइन्छ, सिद्धिन्छ। त्यसपछि लास्टको मान्छे कहाँ जाने? त्यही बेला नेपाल बन्द होला, हडताल होला, केही कोरोना जस्तै केही बिमारी लाग्ला। अनि त्यति बेला कहाँ जाने मान्छे, होइन। लास्टको मान्छे त डुब्ने हो। अनि जो माथि गयो त्यसले मात्रै कमा, त्यही माथि सिद्धि। अनि 5% के भन्छ के अरे
पेन्सन पाइन्छ भन्छ। अनि तलको मान्छेले त्यो लगातारै चलिरहने नि पो बल्ल त्यो जो पेन्सन गएका 5 वर्ष कटेका मान्छेहरूको नि त्यो आउने हो हिसाबले 5% को हिसाबले आउने हो। अब तलको लाइन रोकियो भने तिनीहरूले पाउने कुरा हुँदैन, त्यत्तिकै हो। त्यो ठप्प लाइन बसेको हुन्छ, अब दुईटा लाइन दुईतिर गएको हुन्छ। त्यो अब त्यो बाइनरी सिस्टम जस्तै हो, त्यसलाई मेट्रिक सिस्टम छ। अब त्यहाँ चाहिँ अब एक लाइनबाट 100 जना पुग्यो, अर्को लाइनबाट 200 जना पुग्यो भने त्यो 200 र 300 र जोड्दाखेरि 300 जनाको चाहिँ पैसा कसरी आउँछ भनेपछि 300 जनाकोमा 70% त्यही लाइन बनाएको मान्छेले पाउने रहेछ, अनि 30% चाहिँ कम्पनीमा जाने रहेछ त्यो पैसा कमिसनको रूपमा। त्यस्तो रहेछ हैन। अनि चाहिँ त्यो खालको चाहिँ शिक्षाहरू त्यहाँ पाइन्छ। अनि त्यहाँ पैसा निकाल्नको लागि तपाईँ विदेश जान्छु भनेर पैसा निकाल्न सक्नुहुन्छ भन्छ। 2 लाख रुपियाँ निकाल्न सानोतिनो कुरा छैन। अनि विदेश जान्छु भन्दाखेरि अनि त्यो पैसा निकाल्न सक्यो, विदेशमा गइसक्यो 80-90 हजार कमाउँछ भन्ने हुन्छ भने 2 लाख निकाल्न गाउँमा जसले पनि दिन्छ। तर यो बिजनेस गर्नको लागि हो भनेर भन्यो भने त कसैले पैसा दिँदैन। अब आइडिया लगाइदिन्छन् त्यहाँ के भनेपछि तपाईँको यहाँ काम गर्ने इच्छा छ भने बहाना पनि आउँछ, तपाईँले 2 लाख रुपियाँ गाउँमा यस्तो तरिकाले निकाल्न सक्नुहुन्छ भनेर त्यहाँ पनि टेक्निक पनि तिनीहरूले लगाइदिन्छन्। अनि यहाँले 2 लाख रुपियाँ फसायो, अनि 4 जना मान्छे पनि फेरि फसायो। अनि चाहिँ त्यसरी चाहिँ त्यहाँको व्यापार गराउने चाहिँ सिस्टम छ। त्यस्तो गर्दाखेरि 2 लाख रुपियाँ नभएको मान्छेले अब घरबारी बेचेर ल्याउने कि गहना स्वास्नीको गहना खोलाएर ल्याउने कि। त्यहाँ के भन्छ राजकुमार श्रेष्ठले, 2 लाख रुपियाँ हाल्नु त्यसको जिम्मेदारी म भएँ, तपाईँले तपाईँलाई हिँडेर लैजान्छु, मान्नु भएन घिसारेर लैजान्छु, तपाईँ मान्नु लतारेर लैजान्छु, अझै पनि हिँड्न सक्नु भएन भने बोकेर लैजान्छु, तपाईँलाई नदी पार गरेर छोड्छु। मेरो यति हिम्मत छ, तपाईँलाई चाहिँ यहाँसम्म ल्याइसक्यो भने तपाईँको जति ऋण छ 1 वर्षभित्र नोट गरेर राख्नुहोस्, तपाईँको ऋण चट भयो भनेर भन्दाखेरि मान्छे मक्ख परेर बसेको हुन्छ। अनि चाहिँ साँच्चै नै होला भन् जस्तो हुन्छ। अनि घर गयो मान्छे, त्यहाँको विश्वास गरेर घर जाने। अनि विश्वासको पाठ एउटा हुन्छ, त्यो विश्वासको त्यो सेमिनारमा विश्वास गर्नुहोस् भनेर सिकाइन्छ। विश्वासको बारेमै 15-20 मिनटसम्म बोलिरहेको हुन्छ। तपाईँको विश्वास हुनु पऱ्यो भने अनि विश्वास दिलाउन सक्ने खालको त्यहाँ वातावरण सिर्जना गरिसकेको हुन्छ। अनि त्यो विश्वास गरेर मान्छे जान्छ, घर जान्छ र ल म त विदेश जान्छु भनेर बहाना पारेर गाउँमा पैसा खोज भनेर बाउला भन्ने कि आमालाई भन्ने कि दिदीलाई भन्ने कि स्वाइनलाई भन्ने कि दाइलाई भन्ने कि त्यो बहानामा पैसा निकाल्छ उसले। अनि त्यो 2 लाख रुपियाँ लिएर जान्छ। 2 लाख भन्दा बेसी नै लाग्छ त्यहाँ, 2,10,000 20-25 हजार त्यो जान्छ। अनि त्यसरी चाहिँ पैसा लिएर आउँछ। अनि पाउने कपडा भनेको 10 जोडी मात्रै हो। त्यहाँ 10 जोडीमा तपाईँले कुर्ता सुरुवाल ल्याउनुहोस् कि सँगा ल्याउनुहोस् कि साडी ल्याउनुहोस् कि कोट ल्याउनुहोस् कि सुट ल्याउनुहोस् कि अब त्यही हिसाबले के चाहिएछ माग्ने हो। तर त्यो कपडा भनेको 25 हजारमा पनि बिक्दैन। तर लगाउने 2 लाख रुपियाँ त्यो सिस्टमको लागि भनेर माग्छन् तिनीहरूले, कपडाको लागि भनेर माग्दैनन्। तर खास भनेको त्यो व्यापार हो, त्यो व्यापार हो, त्यो बोली बिकेको, त्यो विश्वास बिकेको छ। अरू केही पनि छैन त्यहाँ। त्यसरी चाहिँ हामीले अरू मार्केटमा जाँदाखेरि छानी रोजी एउटा कमेज किन्न छ, एउटा कमेज हेर्छौँ र जुन पसन्द छ त्यो किन्छौँ, त्यसमा पनि बार्गेनिङ गर्छौँ र ल्याउँछौँ। फेरि पनि त्यो कपडा सस्तो हुन्छ, त्यति सस्तो हुन्छ। त्यहाँ डाइरेक्ट सेलिङमा के हुन्छ, कम्पनीबाट सिधै त्यही आउँछ, त्यही कपडा हामीले फेरि 200 को कपडालाई 2000, 1500, 2000, 5000मा किनिन्छ। अब त्यो के हो, त्यो विश्वास भन्ने पाठ सिकाइसकेको हुन्छ। अनि बस त्यही अनुसारको किन्ने हो। अनि चाहिँ नर्मल बिजनेस, नर्मल कम्पनीले उत्पादन गरेका चिजहरू अब डिस्ट्रिब्युटर हुन्छ, होलसेलर, त्यसरी रिटेलर पछि कन्ज्युमरसम्म जाँदासम्म त्यसको थोडा 4% मार्जिन खाना त्यो कन्ज्युमरसम्म पुग्दाखेरि थोरै महँगोमा पर्न जान्छ भनिन्छ। तर त्यो डाइरेक्ट सेलिङमा त्योभन्दा सस्तो हुन पर्ने हो। सिधै कम्पनी टु कन्ज्युमर त्यो हुन्छ, कम्पनी टु कन्ज्युमर। कम्पनीबाट कन्ज्युमरमा जाँदाखेरि सस्तो हुन पर्ने नि, तर सस्तो हुँदैन, त्यो कपडा झन् महँगो हुन्छ। यसरी हेर्दाखेरि कतिसम्म चाहिँ त्यहाँ गरिरहेको छ भने 3 पैसा भनेको त्यही सबै 3 सेमिनार चलाउने मान्छेले, माथिका टाउकेहरूले जो बोल्न सक्छ तिनीहरूको पासमा अब
1,10,000 मा 4 घन्टा बोलेर 1,10,000 खान्छ भने तिनी पैसा त त्यसै गएको छ। अनि तपाईहरु पनि हामी जस्तै बन्न सक्नुहुन्छ, हामी जस्तै गर्न सक्नुहुन्छ भनेर भन्छ। अनि थर्ड क्लास चिजहरुलाई चाहिँ त्यही बोलीमा त्यहाँ लिएर बिगाउने अनि त्यसपछि पैसा आलो लगाउने, त्यही पैसा कपडा दिने। अनि त्यसले बिजनेस गरेन भने पनि अब केही गरेन भने पनि कपडा र सामान दियो, तपाईले त व्यापार गर्न सक्नु भएन, आफ्नो चिज लिएर जानुभएको छ भन्छ। अनि कपडा पैसा भरेको सामान पाइसक्नु भएको छ भनेर त्यसरी चाहिँ छुटकारा पाउनको लागि त्यो खास पैसाको खेल भइरहेको छ। तर चाहिँ अलिअलि दिए जस्तो गरेर मुख थामथुम पार्ने काम त्यहाँ भइरहेको छ। त्यसकारणले गर्दाखेरि म त त्यहाँ अब देखेँ बुझेँ हैन। यो मल्टिलेभल मार्केटिङ MLM भन्ने यो पोन्जी भन्ने मान्छेले इटालीमा चलाएको बिजनेस, त्यो चाहिँ पहिलाचोटि डुबेर फेरि अरू मान्छेले चलाए। अहिले चाहिँ सबैभन्दा छिटो फस्टेको बिजनेस भनेको यस्तै मान्छे लगाउने, मान्छे लगाएर फोन गर्ने, अनलाइनमा मान्छे रहन्छ अनि फोन गर्ने, फोन गरेपछि अब कहाँको मान्छे कहाँ झुट बोलेर त्यहाँसम्म भित्राइन्छ। अनि त्यसलाई 7 दिनसम्म त्यस्तै विभिन्न किसिमको बिजनेसको बारेमा त्यसलाई सिकाइ पढाइ गराएर त्यहाँबाट उसको दिमाग वास गरिन्छ। त्यो 7 दिनसम्म ऊ यस्तो भइसकेको हुन्छ कि बिजनेस नै राम्रो हो कुरा उसलाई सिकाइन्छ। अनि त्यहाँ के बोल्छन् मान्छे, त्यो ठुल्ठुला मान्छेहरूले हामीले यस्तो गऱ्यौँ, यति घर बनाएको छु, कार किनिसकेको छु भनेर कारहरू पनि जितेको पनि आँखाको सामने पनि देखियो। अब त्यस्तो आँखाले देख्दाखेरि आफ्नै आँखाको सामने चाहिँ कारहरू जितेको देख्दाखेरि हामीले कार भन्ने जिन्दगी बेर्न चढ्न सकिन्न भन्ने हामीलाई लाग्छ, सकिन्न पनि। तर त्यहाँ 2 लाख फसायो अनि अरूलाई पनि 2 लाख फसाउन लगायो भने त्यो कार जित्ने त्यहाँ गाह्रो छैन। किनभने 10-12 लाख फसाइसकेपछि मान्छेले इन्डियामा 5-6 लाखको कार दिन त्यहाँ गाह्रै भएन हैन। अनि कारहरू अनि त्यो कारको मूल्य 5 लाखको कार छ भने 70-80 लाखको कार, 1 करोडको कार भनेर त्यहाँ फेरि त्यस्तो बड्काइ गर्ने हो फेरि। अनि त्यो अनि बिजनेस यो हो भनेर यो गर्नुपर्छ भनेर भनिन्न। लास्टमा 7औं दिनमा गइसकेपछि मान्छेलाई चाहिँ पैसा फसाउनको लागि बाध्य पारिन्छ। त्यो खालको चाहिँ त्यहाँ छ। त्यसकारणले गर्दाखेरि यो भिडियो मार्फत सबैलाई जानकारी होस्। नेपालीले नेपालीलाई फसाउने काम गरिरहेको छ। त्योभन्दा बच्चे इन्डियामा गएर 12-15 हजारको नोकरी गर्नुहोस्, सुकुनको सास फेर्नुहोस्। त्यहाँ सुकुनको सास फेर्ने पनि दिँदैनन्। जब आफूले 2 लाख रुपियाँ फसाउँछ त्यो फसाएर कपडा लिएर गयो सिद्धियोको कहानी, त्यहाँ बस्यो भने बास दैनिकी रूपमा तपाईँलाई टार्चर दिन्छ। टार्चर यसरी दिन्छ कि तपाईँले 4 जना मान्छे ल्याउनुहोस्, यो बिजनेसै हाम्रो, यो अनलाइन बिजनेस हो, तपाईँहरूको बिजनेसै यही हो भन्न सुरु गर्छ। अनि मान्छे के गर्छ त, अब उनीहरूको अगाडि नै फोन गर्न लाउँछ। अनि बोल्ने फेरि तिनीहरू, ल मेरो म्यानेजर हुनुहुन्छ यहाँ, म्यानेजरसँग बात गर्नुहोस्, भ्याकेन्सी यस्तो छ उस्तो छ भनेर। अनि उसको स्यालेरी खान्छ कति के गर्छ त्यो सोध्ने। 20,000 खान्छु भन्यो भने या 25,000 मिल्छ भन्न लगाइदिन्छ उसले। तपाईँ छिट्टै आउनुहोस्, भ्याकेन्सी छ, फेरि अर्को मान्छे आयो भने तपाईँले पाउनुहुन्न भनेर त्यो अझै त्यसलाई उत्सुकता जगाइदिन्छ। चाँडो गर भन्छ। अनि त्यो मान्छे आत्तिँदै आउँछ। यहाँ आइसकेपछि चुप्पो हलाएर त्यसलाई तालिममा पठाइन्छ। अब त्यो आउनुभन्दा अगाडि नै त्योसँग हिँड्ने को हो, त्योसँग जाने को भनेर यहाँ फिक्स गरिसकेको हुन्छ। अनुशासन यति हुन्छ कि कसैको मुखमा हेर्न नपाइने, बोल्न नपाइने, खाने बेला चुपचाप खाऊ, जे छ त्यही खाऊ, त्यो अनुशासनभित्र परिसकेको हुन्छ अहिले। अनि त्यहाँ बसेर जति छन् त्यस्तैमा ढलिसकेको हुन्छ। तिनीहरूले केही कुरा खोल्नै पाउँदैन, जो छ त्यो छ, बस त्यस्तो छ त्यहाँको। अनि त्यसो गरिसकेपछि त्यो नयाँ मान्छेलाई त्यो जानकारी नै हुँदैन। आफू बिजनेसमा फस्यो भन्ने कुरा त बल्ल 7 दिनपछि गएर मात्र उसलाई थाहा लाग्छ। अनि त्यहाँ बिचबिचमा उनीहरूले आफूमा कुरा गर्छन्, यति पैसा लगानी गरेपछि त यति फाइदा हुने रहेछ भनेर आफूमा कुरा गर्दाखेरि अहो यहाँ पैसा फसाउनु पर्ने रहेछ है भन्ने कुरा बल्ल त्यो नयाँ मान्छेले यसो घरको सुनेपछि थाहा लाग्छ। अनि चाहिँ ऊ पनि ढलिसकेको हुन्छ, यहाँ पैसा हाल्नु पर्ने रहेछ भनेर ढलिसकेको हुन्छ। अनि त्यसरी चाहिँ त्यहाँको बिजनेस भइरहेको छ। पैसा हाल्नेले हालिरहेको छन्, पैसा हाल्न नसक्ने मान्छे चाहिँ त्यहाँ गाली गलत सुनेर अनि तिनीहरूको कोही त मार्ने पनि धम्की दिन्छ। अरे तैँले गर्न सक्दैनस् भने तँलाई हामीले यस्तो गर्छौँ उस्तो गर्छौँ भनेर त्यो मानसिक टर्चर दिने, कोही डिप्रेसनमा हाल्ने जस्तो काम हुन्छ। अनि यसले गर्ने सक्दैन भन्ने जस्तो लाग्यो भने त्यसपछि तिमी घर जाऊ, अब तिम्रो काम छैन भनेर त्यसरी चाहिँ पठाउँदो रहेछ। र त्यस्तो छ हैन। बिहारको मुजफ्फरपुर भन्ने ठाउँमा खबरा मन्दिरको नजिकमा यो बिजनेस चलिरहेको छ। मैले त्यहाँ देखेँ
पुनपुन भन्ने ठाउँमा छ अरे अनि सुनौली भन्ने ठाउँमा 3-4 ठाउँमा छ अरे। तिनीहरूको सबैको काम त्यही हो, त्यहाँ मान्छे ल्याउने मान्छे फसाउने। अब एकजनाले 4 जना बनाउने बित्तिकै 4 जनाको 16 जना हुन्छ, 4 चौको 16 जना भयो, 16 चौको 64 जना भयो। त्यो हिसाबले यति छिटो यति एकै महिनाभित्रमा कति मान्छे दिनमा 150 200 त त्यहाँ एक जनाले बोलाउँदाखेरि पनि आइसकेको हुन्छ मान्छे त्यहाँ। अनि तिनीहरूलाई त्यहाँको भित्रको झिलिमिली त्यहाँ कपडा लगाउने त्यहाँ पुराना मान्छेहरूले यस्तो तरिकाले आउँछन् कि राजाको छोरा जस्तो भएर त्यहाँ अब कपाल छोरा मान्छेको जति कपाल एकदम पातलो तरिकाले काटिन्छ त्यहाँ एकदमै आर्मी जस्तो। त्यसपछि कपालमा टोपी सोपी लाउने एकदमै तेल लाएर चट्ट परेर गइरहेको हुन्छ त्यहाँभित्र। अनि त्यसरी चाहिँ गएका हुन्छन्, लेडिजहरू पनि एकदम प्रिन्सेस जस्तो भएर गएका हुन्छन्। अनि त्यो देख्दाखेरि यहाँ त कति राम्रो रहेछ भन्ने चाहिँ भरम हुन्छ त्यो। अनि यसरी चाहिँ मान्छे फसिरहेको छ। मैले यो भिडियो पहिला देख्न पाएको भए म पक्कै पनि जान्न थिएँ होला, अन्जानमै गइयो, कसैको विश्वासमा गइयो होइन। अहिले चाहिँ विश्वास गर्न लायकको दुनियाँ छँदै छैन है साथीहरू भन्न चाहन्छु होइन। जसले यो भिडियो हेर्नुभएको छ नछुटाइकन हेर्नु होला। यति भन्दै चाहिँ मैले यति भन्न चाहेँ। फेरि पनि मलाई धेरै कुराहरू बोल्ने मन छ, अर्को भिडियोमा बनाउँछु, भिडियो लाउनु। अहिले यति भन्दै हुन्छ, नमस्कार छ, जोगिने काम गर्नु होला।